पानी हाल्ने हो नि चाँडै बिग्रन्छ। पानी सुकेर के बनाउनु लाउनु भयो? यो चटनी हो टमाटरको। कहाँको स्टाइल हो? हाँ? कहाँको स्टाइल हो? यो इन्डियाको। इन्डियाको स्टाइल हो? हेर्दा त खाउँ खाउँ भइसक्यो। ल ल खाएर विचार गर्नुपर्छ। ल ल ठिक छ। चिनी हाल्नको बा नुन कहाँ राखिन्छ? तपाईँले फेरि यार मजाक गर्नुहुन्छ। के सुगर बनाइदियो के हो? सुगर लाग्छ बा यो हाल्दा। टमाटर चटनी कि सुगर चटनी हो? सुगर हो कि अब सुगर फ्री हो त्यही थाहा भएन तर बन्दैछ। जस्तो खा त्यस्तै यो टक्क पनि हुन पायो अमिलो अमिलो पनि हुन पायो। ल ल खाएर टेस्ट गरेर बताउँछु। अहिले के टेस्ट गर्ने? पानी राख्न आउनु फ्रिजमा राख्ने निकाल्ने खाने गर्न पाइन्छ। चिसै खाने हो तताउने हो नि त झन् बिग्रन्छ। हाम्रो बाबाको चटनी रेडी भयो गाइस होइन। कलकत्ता स्टाइल चिनी हालेर होइन टमेटोको 5 फुरन हालेर होइन एकदम राम्रो भयो। जस्ट ठ्याक्कै कलकत्ताको स्टाइलले बनाउनु भएको छ बाले होइन। यो चाहिँ कलकत्तामा एकदम फेमस छ होइन। तर बाले ठ्याक्कै बनाउनु भयो एकदमै मिठो छ गाइस। तपाईँले पनि घरमा ट्राई गर्नु होला है। आज भात चाहिँ अलि धेरै नै जाने भयो है। थ्याङ्क यू गाइस फर वाचिङ।